यो सामाजिक सुरक्षाकोमा सानीभेरी गाउँपालिका रुकुम जिल्लाकोमा हामी पहिलो पटक नै हामी चाहिँ सामाजिक सुरक्षाको कोषमा आबद्ध भइसकेका छौँ र हाम्रो गाउँपालिकाबाट अहिले 92 जना हाम्रो कार्यालय सहयोगी खास गरी शिक्षाका स्वास्थ्यका र गाउँपालिकाभित्र कार्यरत कार्यालय सहयोगीहरूलाई हामीले चाहिँ सामाजिक सुरक्षा सङ्गठित खालको हाम्रो कर्मचारी साथीहरू जो कि असाध्यै तल्लो तहका कर्मचारी साथीहरूलाई जोडिसकेका छौँ। यो त्यसैले सामाजिक सुरक्षा हाम्रो गाउँपालिकामा तल्लो स्तरका कर्मचारी त्यो पनि करार कर्मचारीहरूको लागि अनिवार्य आवश्यकता ठानेर हामीले के गरेका छौँ भन्नुहुन्छ, अहिले आर्थिक वर्ष 81-82मा हामीले सामाजिक सुरक्षालाई सानीभेरी गाउँपालिकाबाट जोड दिएका छौँ। अब यो किन महत्त्वपूर्ण छ भने सङ्गठित क्षेत्र र असङ्गठित क्षेत्र दुवैको लागि महत्त्वपूर्ण हो। यसका चुनौतीहरू पनि छन्, किनभने मान्छेले अहिले सबैभन्दा मान्छेलाई त के चाहिएको छ भन्नुहुन्छ भने स्वास्थ्य शिक्षा उसको चाहिँ लामो समयसम्म कुनै पनि क्षेत्रमा काम गरिसकेपछि उसलाई कम्तीमा सुरक्षा चाहियो, सामाजिक हिसाबले सुरक्षा चाहिएको छ, पेन्सन चाहिएको छ। लास्ट उसले कसरी चाहिँ ज्येष्ठ नागरिक अब अरू को सामाजिक सुरक्षा भत्ताले पुग्दैन, अहिलेको दिएको सरकारको बिमा सीमाले पनि केही पुग्ने स्थिति पनि छैन। त्यसले गर्दाखेरि यसको के छ भने प्याकेजहरू असाध्यै राम्रो छ। यो चाहिँ अहिले सफल पनि हुँदै गइरहेछ। त्यसैले सङ्गठित क्षेत्रको या असङ्गठित क्षेत्रको दुवैमा हामीले सामाजिक सुरक्षालाई चाहिँ जोड दिनुपर्ने हुन्छ। असङ्गठित क्षेत्रकोलाई चाहिँ तपाईँ के भने चाहिँ उहाँहरूले गर्ने योगदान चाहिँ तपाईँ थोरै हामीले साझेदारी गरिदिनु हो भने केही न केही त उहाँहरूले नै गर्नुपर्छ। असङ्गठित क्षेत्रका मजदुरहरूले, किसानहरूले, अति विपन्नहरूले केही हामीले चाहिँ तपाईँको सङ्घीय सरकार र प्रदेश सरकारको यसमा कोर्डिनेसन गरेर हामीले केही योगदान, केही प्रतिशत योगदान गरिदियौँ भने यो असाध्यै प्रभावकारी र सबै श्रमिक र सबै चाहिँ तपाईँको दुखी गरिबहरूलाई सामाजिक सुरक्षामा कोषमा चाहिँ तपाईँको जोड्ने हो भने खास गरी मलाई के लाग्छ भन्नुहुन्छ भने मान्छेलाई यो एक किसिमको चाहिँ यो स्वास्थ्यमा आज सबभन्दा बढी स्वास्थ्य र सामाजिक सुरक्षा यो रिटायर हुँदाखेरि चाहिँ उसको जीवन निर्वाह गर्ने कुरा यो असाध्यै राम्रो र प्रभावकारी छ।